हेलो गाइज, नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। र आज म चाहिँ तपाईहरुलाई देखाउँदैछु बिजुवार बजार र जुम्ली बजार। र मेरो पनि उतै केही काम रहेको छ, त्यसैले म तपाईहरुलाई देखाउँछु। अगाडि भिडियो देखाउँछु। सो गाइज देख्नुहुन्छ, आज चाहिँ हामी चाहिँ मेरो दिदी अनि मेरो दिदीको छोरा, यो दिदीको हैन अर्को चाहिँ दिदीको छोरा भएर चाहिँ हामी जान्छौँ। घाम चाहिँ पुरै किसिम लागेको छ र तपाईहरु चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ यस्तो जंगलतिर बस्ने भएकोले जंगल बाटो छ। र म तपाईहरुलाई आज चाहिँ बिजुवार बजार जुम्ली बजार देखाउने छु। सो तपाईहरुले हेर्दै जानु होला। हस् सो गाइस देख्नुहुन्छ है, हामी चाहिँ आधी बाटोसम्म आइसकेका छौं। तल रोड बाटोमा झर्नको लागि घाम यति छ। घाम कति छ छोरा भन्दै त यस्तो छ र हामी घुम्न हाल्दैरहेको छ। देखिन्छ हाम्रो बाटो हेरि देख्नुहुन्छ है, हामी चाहिँ आधी बाटोसम्म आइसकेका छौं। तल रोड बाटोमा झर्नको लागि घाम यति छ। घाम कति छ छोरा भन्दै त यस्तो छ र हामी घुम्न हाल्दैरहेको छ। देखिन्छ हाम्रो बाटो हेरि यस्तो छ। साथीहरु हामी चाहिँ तल बाटो झरिसकेका छौं। हामी चाहिँ यहाँ यो टिकुरी बसपारक जाने बाटो र बिजुवा जाने बाटोमा आइपुगेको छौं। गाडी भेटिएको छैन। गर्मी छ, गर्मी एकदम गर्मी छ। र गाडी भेट्यो भने हामी अब एकैछिनमा जान्छौँ। सो गाइस तपाईहरुले देख्न सक्छ हामी अहिले बिजुवारको बजारमा आइसकेका छौं। हामीलाई चाहिँ जुम्ली जाने गाडी नमिलेर हिँड्दै गइरहेको छौं। कस्तो भा गर्मी है, घामले पुरै ताती पारेको छ। के भन्दा गाइस देख्न सक्नुहुन्छ है, हामी चाहिँ यत्रो घाममा हिँडी जुम्ली बजार आइपुगेको साथीहरु। पुरै घामले ताती परेर मर्नु लाग्यो र हामी चाहिँ जुम्ली बजार आइपुगेका छौं। यहाँ चाहिँ एउटा मन्दिर छ, के मन्दिर त्यहाँ साई बाबा मन्दिर। र हामी चाहिँ अब चोकमा आइपुगेको छौं। कस्तो अप्पाङ जस्तो छ है। हामीले हस्पिटलमा बसेका छौँ। अनि तपाईँले कम्ती भिडवाला को चाहिँ बिरामी हो भनेर यो चाहिँ बिरामी हो, यसको चाहिँ हातमा के साथी भए त्योहरू काम गर्नु। र हामी चाहिँ यहाँ यो कुलोमुनि रहेको होटलमा आएका छौँ। यहाँ चाहिँ एकदम सुपथ मूल्यमा खानाहरू पाइन्छ। एकदम सस्तो नास्ताहरू रात भन्नु। हाम्रो भण्डारी होटल बाबुला सम्पूर्ण साथीभाइहरू उपस्थित भइदिनु होला र यी हाम्रो मोमो हेर्नु एकचोटि टेस्ट गरेर मिठो लागे फेरि अप्सर दिनु होला। सो साथीहरु हामी चाहिँ यहाँ चाहिँ एकदम राम्रो ठुल्ठुलो मोमो पाइन्छ एकदम सस्तोमा। खाइ पनि सक्नु भएको छ। कस्तो छ?
सुप पनि एकदमै राम्रो छ राम्रो यहाँ चिसो पनि रहेको छ हैन साथीहरु यदि तपाईहरुलाई पनि यस्तै स्पेशल मोमो खानु मन छ भने आन्टीले दिएको लोकेसनमा भिजिट गर्नु होला Yes. फेरि अरु केही नभन्नुला नि गाइस तपाईहरुले देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी नास्ता खाएर नि घरको लागि निस्किसकेको छौं यता हाम्रो तेल बोक्नु भएको छ उता सामान मैले ल्याए बोकेको छु र हामी चाहिँ यहाँ गुरुगाउँ जाने बाटोतिर आइपुगेको छौं जाँदैछु म र साथीहरु आजको लागि यति नै फेरि भेटौँला अरू भिडियोमा आजको लागि यति नै सबैजना लाइक शेयर सब्स्क्राइब गरिदिनु होला हस् त धन्यवाद